हामीले कम्प्युटरको किबोर्डबाट सर्टकट कीबाट कसरी टेबल तयार गर्ने भन्ने मैले तपाईहरुले देखाउन गइरहेको छु। सबैभन्दा पहिला चाहिँ प्लस थिच्नुस्, माइनस 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 गर्नुस्, फेरि प्लस गर्नुस्, फेरि माइनस 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 गर्नुस्, फेरि प्लस गर्नुस्, फेरि माइनस 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 प्लस गर्नुभयो भने यहाँनिर तीनवटा कोठाको एउटा टेबल बन्यो है त। यसलाई फेरि के गर्नु पर्यो, इन्टर गर्नुभयो भने यसरी तपाईको कोठाको तीनवटा कोठाको टेबल बन्यो। र तपाईले चाहिँ यहाँनिर डबल एरो देखाछ, यसरी यसलाई सरर तानेर ठुलो बनाउन सक्नुहुन्छ। त्यसैगरी कर्सर तपाईको सुरुमा हुन्छ, यसलाई ट्याप ट्याप कम्प्युटरको किबोर्डमा ट्याप हान्नु भने अर्को रो थपिन्छ। यसरी ट्याप ट्याप गरेर तपाईले सजिलै के गर्न सक्नुहुन्छ त भन्दाखेरि टेबल तयार गर्न सक्नुहुन्छ है त। र मैले अर्को सर्टकट तरिका पनि बताउन गइरहेको छु। सर्टकट अर्को तरिका भनेको अल्ट एन टी आई गर्नुभयो भने अब तपाईले यहाँनिर यस्तो टेबलको डायलग बक्स आउँछ, कतिवटा बनाऊ भने त। जस्तो मैले चाहिँ कोलम चाहिँ मलाई 4 वटा चाहियो हैन, नम्बर अफ रो चाहिँ 2 वटा चाहियो भने यसलाई मैले ओके गरे भने यसरी 4 वटा कोलम 2 वटा रो भएको हामीले सजिलै टेबल क्रिएट गर्न सक्छौं है। यसैलाई हामीले चाहिँ फेरि इन्सर्टमा गएर यहाँबाट टेबल गरेर पनि तयार गर्न सक्छौं, लिन सक्छौं है त।